नानीसँग भेट भएछ हैन त्योबाट चाहिँ हामीले चाहिँ उहाँको चाहिँ हजुरको चाहिँ चेलीलाई चाहिँ हामीले चाहिँ हात माग्न नमस्कार तबला माग्न आएको रे मान्छेले खोइ चिनिसक्यो त्यहाँ को आएको छ नानी हो को हो चिनेको छ सबैले चिनेको छ को आउनु भएछ यसो हेर्नु त एक वचन भन त हजुर चिन्नु भएको छ साँच्ची हो यो हामी यस्तो तामाङको छोरी पनि तपाईँलाई मन पर्यो त दाँत भाङ रक्सी खानेको भन्छ होला भने त आम्मा आमा तपाईँ जस्तोले हाम्रो नाता नानीले मन परेको त म त भगवान् सम्झिन्छु है तपाईँलाई के थरको हुनुभयो तपाईँ हजुर अहिले हाम्रो नाचिने पनि भण्डारीहरूको ठाउँमा तपाईँले मन परेकोमा मैले मेरो आमाले के भन्थ्यो हाम्रो घर पनि यस्तै परेको तर के भएछ बुहारी चाहिँ तपाईँहरू खाले भान्जा चाहिँ मेरो अब हो तामाङको छोरासँग चाहिँ उमाईको छोरी आएछ त्यतिखेर हामीलाई कस्तो पर्यो भने हामीलाई त भित्राउनु दिएन नडराउनु चाहिँ मैले के भने त्यस्तोसँग कहाँ दिन्छ हाम्रो छोरी भनेर कुमियाहरू सुर्किएर आएर जेलमा पो लगाइदियो मेरो नाति पान्जालाई बुहारी पनि किन भनेको त उमेर त पुगेकै रहेनछ उमेर त 16 वर्ष नागरिकमा के गर्छ 17 आफैले लेखेछ त्यो बुहारीले अनि यहाँ चेक गर्दा त 16 वर्ष मात्रै छ आमा बाउले भन्छ नागरिकमा अघि 17 लेखेछ थानामा त 17 पुगिसक्यो छोरो बाबुहरूले पुगेको छैन भनेर भन्दा अनि 3 दिन कति राखेछ ल अब त्यस्तो नहोस् हाम्रोमा त्यो कुनै त्यो हाम्रोमा त्यस्तो नहोस् उमेर नपुगेको भएको हुनाले र अहिले हाम्रो नातिनी कति साले आई 56 तपाईँ कति साले 54 ल तपाईको त्यो फुलको माला छ उठेर दिनु उठेर अब एउटा बत्ती बाल्नु आमा बाबु ठिक छैन एउटा बत्ती बाल्नु यो अरू कोही छुट्यो कोही छुट्यो ल तिमी यहाँ जाने कान्छी ल सगुन ज्याबा लेबा तागैलो नाथा तेल सगुन हैन ज्याबा लेबा तागैलो जानी मम्मीलाई हेर त मम्मीले मात्रै जान्नु देगर बंगला ज्याबा लेबा तागै छेजेम गई युराङ तागै हैन यहाँ से सगुन सोन्या ले साथी लति मम्मीलाई देऊ एउटा आसिगै
तिनी जाने कान्छीलाई सकुन चक्कर लासो बेहुलीको बाबुले सुकृति गर्नु भएर सगुन लिनुभयो र आफ्नो पुर्खाहरूलाई चुनाउनु भयो भनेर त्यो सगुन चढाइसकेपछि र तपाईँहरूको पट्टि पनि केही छ कि त गुनासो छ भने भनिहाल्नु पछि नभन्नु है यस्तो छोरीहरू यहाँ रहेछन् त्यहाँ रहेछन् त्यो कुनै नहोस्। हाम्रोमा हामी एउटा तामाङको छोरा छोरी नाता नातिनी भएकोहरू तामाङहरू पनि हामी सबैसँग एकता राख्दैछौँ। तपाईँहरू धेरै टाढो थियो होला, अब छोरीहरूले गर्दा तपाईँले नजिक ल्याएर आएको छ। तपाईँहरू पनि हाम्रो नाति नातिनीलाई नजिक पारिदिनु होला, टाढो नपार्नु होला। फल्नाको छोरी यस्तो रहेछ भनेर तपाईँहरूको कुलमा पनि सबैले भनेर चढाइदिनु होला। र हामीले यहाँ आज हाम्रो मगानी मात्रै सकुनको तपाईँहरू माग्नु आएको हाम्रा भनौँ बेहुलीका बाबु आमाले दाजुभाइले बोजूहरू बाजेहरू के भन्नु छ? बाजे बोजूलाई मन पर्यो? मावली बाजे मावली बोजू मन पर्यो त? अनि होइन भन्नु त हामीले सकिँदैनौँ भने हामीले यो सबैले स्वीकृति गरेकोमा हामीले खाता लगाइदिनु पर्छ। नमस्ते गरे हुन्छ जुन बराउनी गर्न जाने भनिन्छ यसो होइन, त्यसमा चाहिँ दही खुवाउने भन्ने चलन हुन्छ कि हजुरहरूको चाहिँ कुन चलन छ? हाम्रो चाहिँ छेत्रीहरूको चाहिँ दही खुवाउने भन्ने हुन्छ। अनि चाहिँ मन्जुरी भयो भनेपछि हामीले ल्याएको पनि दही छ नि, केटीलाई खाइन्छ, केटीले स्वीकृति लिनुहुन्छ होइन। त्यसपछि चाहिँ आमा बुवाले खुवाउनुहुन्छ होइन, अनि हजुरहरूले स्वीकृति लिनुहुन्छ। त्यसपछि सबैले चाहिँ हाम्रो चाहिँ खाने चलन हुन्छ कि हुन्छ हाम्रो त्यस्तो छ गरे भइहाल्छ। तपाईँहरू खुसी छ होइन? है सबैले खुसीको अनुभव गर्नु। तपाईँहरूको खुसी, आमा बाउ खुसी, बुद्धका आमा बाउ खुसी हुनुपर्छ।
तपाईँ दुईजना खुसी भएको सबैले खुसी भएको सम्झिनु पर्छ। यही नै तपाईँहरूको भविष्य राम्रो होस् भनेर आज हाम्रो पर्व देवता के भन्छ अघि हात माग्नु आउनु भएको अरे बाबु आमाले हात दिने कि नदिने त भन्दा उहाँहरू दिने होइन खुसी दिने म त हात दिँदैन मलाई डर लागेको थियो दिने भन्नुभयो। तपाईँले माग्नु भएको जुन हात हो देब्रे हो कि दाहिने हो देब्रे हातै मागेछ दाहिने चाहिँ छोरा भन्छ हामी देब्रे हात छोरी भन्छ है। यो हात तपाईँले पाउनुभयो भनेर सबैलाई नमस्कार फ्याफुल्ला उताबाट आउनेहरूको यो सबुत यहाँ पाउलाई तपाईँहरू धेरै दुःख गरेर टाढोबाट आउनु भएछ र तपाईँ ल्याउनु भएको कोसेलीहरू यहाँका सब्जीहरूले स्वीकृति गर्नुभयो र यो स्वीकृति गरेकोमा तपाईँहरू दुःख गरेर आइदिएकोमा हाम्रो छोरी चेलीहरू पनि खुसी जय पनि खुसी भएकोमा हामी सबैलाई स्वागत गर्दछौँ। धन्यवाद। सबै स्वागत छ। बाजे बज्यूहरू र हाम्रा यहाँका जति पनि उपस्थित हुनुभएको छ उहाँ सबैले नै तपाईँहरूलाई स्वागत साथ हात दिइसक्यौँ। अब हात दिएपछि सिन्दुर पत्याहरू के गर्ने चाहिँ भोलि पछि छँदैछन् भन्दै आजको यो कार्यक्रम जुन हाम्रो इन्गेजमेन्टको कार्यक्रम हो यहीँ नै विसर्जन भएको चाहिँ घोषणा गर्दै सबैलाई नमस्कार। कैसा लगा बाबीजी? अब तपाईँले यसो भुन्टुलाई पो चला भएपछि केही त हामीले लिनै पर्छ। यसो मिठो नमिठो भए पनि यसो केही ग्रहण गरिदिनुहोस् भनेर यहाँ सबैले भन्दै हुनुहुन्छ र तपाईँहरू आई नानी आइसे पछि कहिले लगेर जानु खाने सबैले हुन्छ नि बुम्बा आया हुन्छ जाने न आऊ केही हुन्न समातेर खाए हुन्छ बारदेखि खाऊ भने खानु भन्ने होइन क्या बारले आँटा हुन्छ आमाले पनि खाएको भए हुने ल है हामीले बुहारी पाइयो अनि यहाँ खाना खाँदैछौँ। म बुहारी पाएपछि पारस